कोसीमा उहाँ चाहिँ यहाँको दाइ भन्नु न उहाँ चाहिँ हाम्रो यहाँको दाइ कोसीको दाइ तर यो कोसीको त कोसीकै दाइ ठाउँ चाहिँ थाहा छैन है के भन्नु दाइ यो ठाउँलाई कोसी बगर ल कोसी बगर है कोसी बगर ल जय होस् सबैको जय होस् भाइरल बनाउने भयो यार झन् मलाई लाभ लाग्छ यस्तो गर्ने ल हाम्रो टेन्ट त्यहाँनिर छ अब हामी सबैले तिनैजनाले एक एकवटा रड लिएर कास गर्न जाँदैछु सुरुमा ल लेट्स गो ल तपाईँको लिएर हिँड्नु म त उति आएर यता हान्नु यता यता निकालेको ठाउँमा आउनु तपाईँ जाने नि तपाईँ नजाने बोकेर म उति हान्ने उसको त उता हो म उता जाने हो मेरो स्पोर्ट त्यहाँ हो आउनु त हामी ल जाउँ 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 तपाईँहरू त्यहाँ ढुङ्गा ल ल है सबैजना अब चाहिँ छुट्टिनु पर्यो अब म पनि छुट्टिएँ होइन म पनि रड लिएर गइसकेँ भाइ पनि रड लिएर हिँड्दैछ तर भाइको ठाउँ छुट्यो मेरो ठाउँ छुट्यो 40 हान्ने चाहिँ मैले हो होइन अब फेरि यता 45 हान्ने हानेर छ ऊ कवर कवर परेर हिँडिरहेको छ खोइ किन हो त्यो चाहिँ मलाई थाहा छैन हेलो जानै पर्यो मैले नि यहाँ मेरो चाहिँ फेरि यो के भन्छ यो लाब्रे किरा कि पाब्रे किरा के भन्छ यसलाई देखिन है क्या है हेरौँ हेरौँ मैले चाहिँ यहाँ अड्काएर राखेको छु यो लाब्रे किरा मेरो चाहिँ फर्स्ट टाइम हुन चाहिँ मैले अरू ठाउँमा नि खेलिसकेँ होइन कोसीमा चाहिँ फर्स्ट टाइम हो मेरो यो रड पनि होइन मलाई चाहिँ जीवन दाइले मलाई गिफ्ट दिएको हो सेक्सपियरको वाइल्ड क्याट यसको पर्फर्मेन्स चाहिँ एकदम राम्रो छ भन्ने सबैको मुखबाट सुने त्यही भएर मैले पनि आज फर्स्ट टाइम योबाट खेल्दैछु मैले चाहिँ निकाल्नु अहिलेसम्म खेलेर निकालेको छैन अन्त खेल्दा कोसीमा चाहिँ अरू विजय भाइले उद्घाटन गरिदिइसक्यो 5 केजीको सर माछाले अब दाइ उता जाँदै हुनुहुन्छ म पनि लिएर जाँदैछु खोला अलि टाढै छ तर बनाउनु त पर्यो होइन राजाहरू उहाँ छ राजाहरू त्यहाँ छ होइन यो चाहिँ सबै कोसी हो ट्र्याक्टर आएर बसिरहेछ दाइ खोलामा पुग्न लागिसक्यो म पनि जाँदैछु अब मैले पनि खिचेर चाहिँ भइसक्यो दाइ पर गइसक्यो नि त त्यही भएर त्यही नै पुग्नु है अब अलिअलि भिडियोमा चटक त देखाउनु परेको होइन सबजना किन भाइरल हुन्छ भनेको सर माछाले गर्दो रहेछ कि हामी पनि यसो झिक्दैउ न 35-40 किलोको भनेको पत्याएदेखि माछाले तर गर्मी चाहिँ लास्ट गर्मी रहेछ होइन अब खै दाइ तपाईँ दाइ जस्तो मान्छे होइन अब सुरुमा कास्ट तपाईँले गर्नु होइन अनि त्यसपछि म गर्छु है दाइले अब कास्ट गर्ने दाइ बेस्ट अफ लक ओके ला दाइले एकदम त्यहाँ अझै एउटा ढुङ्गाले राम्रोसँग मिलाएर खिच्नु तपाईँले त्यो त्यसमा खेल्छ हो लेफ्टपट्टि लेफ्ट राइटपट्टि
अझै फर्स्ट टाइम हो होइन ल ल भाइ ल अल द बेस्ट थ्याङ्क यू ल ल राम्रो ठाउँ पुऱ्याएछ है सही ठाउँ छ ल खतरा ठाउँ टाढा पुऱ्याएछ ल गइरहेछ कि बस्यो बसेर दाइले पनि कास्ट गर्नु भइसक्यो दाइको रड त्यहाँ मेरो रड यहाँ छ अनि यो दुईजना दोस्त त्यहाँ पर छ गफ गर्दैछ हाम्रो टेन्ट त्यहाँ छ ओके लाइट बाल्नु ओ सही सही ल फर्स्ट क्याच ल जग्गा बरु राम्रो साइज छ है नेट छ होइन त नेट कसले ल्याएको छ होला केटाले नाइस नाइस राम्रो भाइ राम्रो राम्रो साइज राम्रो छ है गुड साइज हालिदिएको भाइ रिलिज गरिदिएको भाइ हिजो बेलुकाको जल कपुर पनि यहाँ रेडी गर्दैछु फर्स्ट टाइम पऱ्यो त आफूले खाएको छैन यसो खानु पऱ्यो नि त्यो पनि दिदीभाइको नि फर्स्ट टाइम रहेछ यो जल कपुर पारेको व्यवस्था गर्दैछु म यहाँ यहाँ खाना पाक्यो अब रेडी हुन्छ खोलाको स्थिति त्यस्तो छ ल बेलाको जल कपुर पनि पकाउन सुरु गरेँ मैले चाहिँ अगाडि भयो कहिले चाहिँ दाउरा पुग्दैन कहिले दाउरा बढी हुन्छ हिँड्दैछ होइन हाम्रो बाइक त्यहाँ छ कसैको हालत यस्तै छ दुईजना पसल गएको छ खै हिजो बवाल पानी पर्छ भन्थ्यो तर पानी चाहिँ परेको छैन होइन मौसमले साथ दिइरहेछ गाइस भइरहेछ तर पानी चाहिँ फोहोर आयो कि ए पानी सफा छैन हाम्रो रड एउटा त्यहाँ छ अर्को कता हो खै यता छैन रोड ल यस्तै छ हाम्रो टेन्ट यहाँ छ माछा पाक्दैछ पुग्ने चाहिँ म है थाल चाहिँ समाउनु पऱ्यो कि ल भाइ ल आइफोन खै भने को ओके यो चाहिँ यता अहिले उता दाइकोबाट एयर ड्रप हाल्नु नि यहाँ हैन आजको सिकाएको छ है छक्कताले तर एउटा कुरो के भन्दाखेरि यो थाल चाहिँ समाउनु पऱ्यो कि भाइ मुनि दुलाउँछ ल ल ल बस न ल माछा माछा पारेको तोडमा छ गाइस होइन खाना यी
ठुलो त छैन सानो छ माछा चाहिँ ठिकै हो 2 किलो जस्तो छ खै यता हेर त अन्दाजी 2 किलो छ भाइ भाइराज ए 2 माछा 4 लिटर सरले गएर हानिदिनु भयो प्वाक्कै लाएर टाउलाई कहाँ लाग्यो मनी खाना खानु ला भगा फेरि कुकम्यान मै हो दाइ टेस्ट हानिहाल्नु न ठिक छ भाइ ल ओके थ्याङ्क यू सो मच मेरो भाइ ओके हाम्रो कटेरो फेरि यस्तै छ यी जताततै सामान तर हामी तिनजनालाई बवाल छ भाइ चाहिँ यता फर्किनु पर्यो म अडेस लाउने बनाइदिएको द मान्छे कालो छ क्या त्यो खै यता त्यो क्यामेराको कुरो नगर न यता यी मैले अडेस लाउनु बनाइदिएँ कि माछा निकाल्दै यो ढाड यता गर न आज हिँड अब यो यसमा राखेर खाने हो कुमार भाइ हजुर माछा निकाल्दा त आज टुप्पीबाट धुवा निस्किएछ नि कसम साँच्ची त्यो फोटोमा त छ है हो भने हो नै क्या कसम हो यसमा राखेर खाउँ न सरी प्रुफ छ त्यहाँ नि टुप्पीबाट धुवा निस्किएछ नि बिचरा त्यो पेडो धुवा निकाल्यो अरे अँ ओ बिच भाइ यहाँ हेर न फोटोहरू थाहा पाइहाल्छ नि होइन फेरि फोटो ए आयो फेरि त्यो क्यामेरा गल्ती हो क्यामेरा गल्दियो टुप्पीमा धुवा चाहिँ कसरी आउँछ त ल अब चाहिँ खाना खाइदिउँ है ओके ल भाइ चल यो त पुच्छरले हान्यो भने त बियोस हुन्छ त अबि भिडियो हो है यस मेरो भाइ सानो भाइ छेउभाइज्यू सानो भाइको सहयोगमा हामी दुईजनाको है एउटा राम्रो सफलता है ल कङ्ग्रेचुलेसन मेरो भाइ ओ माई गॉड ल अब चाहिँ हामी कतितिर यसो तेलङ्गाना फेरि त्यो चाहिँ हाम्रो काई सरको पसल रेडी छ